हेलो गाइज स्क्याम अलर्ट है धन्दै फसेको आज म ओ माई गड अनि मलाई चाहिँ एउटा जुत्ता मन पराएको थियो होइन अनि त्यो जुत्ता चाहिँ अब किन्छु भनेर मैले सोचेँ होइन अनि त्यसपछि मैले त्यो टिकटकबाट देखेको थिएँ अनि टिकटकमा चाहिँ मैले मेसेज गरेँ होइन अनि उनीहरू चाहिँ रिप्लाई गर्यो म्याम यो तपाईँले जुत्ता अर्डर गर्नको लागि चाहिँ तपाईँले चाहिँ वाट्सएप यो नम्बरमा चाहिँ मेसेज गर्नु है भनेर भन्यो क्या मान्छे होला नि त भनेर सोचेँ मेसेज गरेँ होइन अनि मैले चाहिँ त्यो पिक्चर पठाइदिएँ क्या त्यो स्क्रिनसट गरेर यो जुत्ता चाहिँ मलाई लिएर दिनु भनेर भने होइन अनि क्यास अन डेलिभरी हुन्छ होइन भनेर सोधेको हुँदैन नि कहाँ क्यास अन डेलिभरी हुँदैन तपाईँले चाहिँ अगाडि चाहिँ 20% चाहिँ पे गर्नुपर्छ भनेर भन्यो क्या अनि म अहिलेसम्म मैले कहिले पनि त्यसरी अगाडि 20% भनेर पे गरेको छैन डेलिभरी चार्ज भनेर 100 रुपिससम्म चाहिँ मैले पे गर्ने गरेको छु त्योभन्दा एक्स्ट्रा त मैले 1 रुपियाँ पनि पे गर्ने गरेको छैन मैले सिओडी भए मात्र म दिन्छु भनेर भन्यो भने हुन्छ म्याम भनेर भन्यो क्या अनि एकदमै राम्रो छ सामान यताउति भनेर क्या जुत्ता एकदम राम्रो क्वालिटीको छ भने ओके ल अनि मलाई चाहिँ एउटा स्क्यानर पठायो अनि त्यसमा मैले 100 रुपिस पे गरेँ अनि एकछिनपछि फेरि कल आउँछ त्यो नम्बरबाट है सुन्नुहोस् न अब के अरे तपाईँले पठाउनु भएको पैसा त पेन्डिङमा गयो नि अब पैसै आएको छैन हाम्रो अकाउन्टमा भन्छ अनि मेरो अकाउन्टबाट त गइसक्यो पैसा म त टुवा क्या अनि फेरि एकछिनपछि के भन्दो रहेछ त्यो मान्छेले होइन यसो गर्नु न हजुरले चाहिँ स्क्रिन सेयर गर्नु रे मेरो अकाउन्ट अनि स्क्रिन सेयर गरेर उहाँहरूले चाहिँ रिफन्डको लागि सिकाइदिनुहुन्छ भनेर भन्नुभयो क्या अब मलाई त राम्रो रिस उठ्यो क्या मेरो अकाउन्ट ब्याङ्क अकाउन्ट खोलेर म किन स्क्रिन सेयर गर्ने मैले त्यही भने क्या वाइ वाट इज द रिजन बिहाइन्ड इट म किन सेयर गर्ने भनेर भनेको त हामीले सिकाइदिन्छौँ रिफन्डको लागि भनेर भन्यो ओ नो थ्याङ्क्स मैले अलरेडी पहिला पनि यो रिफन्डको राम्रो मलाई आइडिया छ हाउ टु रिफन्ड भनेर त्यसरी मलाई सिकाइराख्नु पर्दैन भनेर भने होइन क्या अनि यो अलिक फरक खालको रिफन्ड गर्नुपर्छ अरे त्यसमा चाहिँ कोड राखेर अनि त्यसपछि रिमार्क्समा चाहिँ त्यो कोड राखेर अनि एउटा स्क्यानर दिन्छु त्यसमा चाहिँ तपाईँले त्यो स्क्यान पनि अपलोड गर्नुपर्छ है भनेर भन्छ ओ माई गड मलाई त कस्तो डर लाग्यो क्या त्यसपछि मलाई त मलाई चाहिँ लागिहाल्यो यो स्क्याम नै हो भन्ने भयो अनि त्यसपछि स्क्याम भनेर थाहा पाएपछि त मैले मारी गाली गरेँ त्यसलाई चोर भन्दै फसाइदियो नि सो प्लिज बी अलर्ट कसैले यदि यसरी अनलाइनमा सपिङ गर्दै गर्नुभएको छ भने चाहिँ कसैले स्क्रिन सेयर गर्न खोजिरहनु भएको छ भने चाहिँ बी अलर्ट नेभर है कहिले पनि त्यो